अब हामीले सबै कुरा गर्यौं, कालो चस्मा हटाउन जरुरी छ। म भन्न चाहन्छु कि यो कालो चस्माले विकासको कुन चाहिँ बाटो ओगटेको छ, यो कालो चस्माले चाहिँ कुन चाहिँ ठाउँ ओगटेको छ र विकास हुन दिएको छैन। यो हाम्रो सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले काम गर्नु भएको छैन भने हामी आलोचना गरौं। यदि सम्माननीय प्रधानमन्त्री ज्यू अथवा राष्ट्रिय स्वतन्त्र पार्टीले कहीं कतै कुनै चुक गरेको छ भने त्यसमा हामी चर्चा गरौं, तर कसैको पर्सनल विषयमा गएर अब प्रधानमन्त्री हुने बित्तिकै यो चस्मा लगाउन पाइदैन भनेर कहीं कतै लेखिएको छैन। यो चस्मा यसरी लगाउन पाइन्छ, यो चस्मा लगाएर घुम्न पाइन्छ। अब यो कुरामा किन टाउको दुखाइ? यहाँ देश बनाउने टाउको दुखाइ हुनुपर्ने हो। यहाँनिर विभिन्न दंगा भइरहेछ, त्यो कुरामा हामी केन्द्रित हुनुपर्ने हो। सामाजिक सञ्जालमा कसैले कुरा लेख्दा पनि त्यो कुन कुरा लेख्दैछौं र त्यसले समाजमा कस्तो असर पार्छ त्यसको ज्ञान आर्जन गरेर लेख्नु पर्ने छ। तर हामी यो चस्मामा अड्किएका छौं कि यो चस्मा हटाउनु पर्छ। चस्माको पछाडि आँखा छ, यस्तो आँखा हुन्छ, सबै मानिसको यस्तै आँखा हुन्छ। कसैलाई मन लाग्छ भने न्यूज पनि यस्तै पढिराखेका हुन्छ। अनि हामी देश बनाउनु भन्दा विषय जुन छ त्यो विषयमा केन्द्रित हुनु भन्दा पनि यो चस्मा हटाउनु पर्छ भन्ने विषयमा केन्द्रित किन छौं? के यो देश बनाउने राजनीति भइरहेको छ? के यो हाम्रो देशमा विभिन्न नेताजीहरूले अहिलेको अवस्थामा देशले यस्तो संकट भोगेर यो ठाउँसम्म पुगेको छ? हो, यो सरकारले कहीं कतै चुक गर्या होला, धेरै कुरा भन्या छ, गर्न सकेको छैन होला। तर हामी के सधैँभरि विकल्प खोज्ने हो र? हामीसँग अधिकार छ, हामी नागरिक छौं, हामी विभिन्न निकायका व्यक्तिहरू छौं, हामी सबैजना मिलेर त्यहाँ साथ दिने हो, काम गर्न लगाउने हो। यहाँ पुनः देशलाई त्यही अवस्थामा फर्काउनलाई यदि सबैजना लागेका छन् भने, विभिन्न साइडका समूहहरू, विभिन्न उग्रवादी समूहहरू लागेका छन् भने के हामी सोचौं त हामीले गराउनु पर्ने काम विकल्प खोजेर फेरि अरूजनालाई त्यहाँ बसाए पनि हामीले त त्यहाँ गएर नै कार्य गराउनु पर्ने छ। अनि यो देशलाई पुनः संकटमा लैजानुको कारण चाहिँ के? सत्ता लोभ बाहेक अरु के हुन्छ र? अरु के कारण छ र? अहिलेको सरकारले कहीं कतै चुक गर्ला, कहीं कतै अहिले अनुभव नभएकै कारणले गर्दा कहीं कतै कुनै पनि कुरा गर्न नसकेको हुन सक्छ होला। तर हामी समय दिन सक्दैनौं। 35 वर्ष 30 वर्ष हामी मौन भएर बस्यौं। आज यो 4 मन्थमा 2 महिना 4 महिना 6 महिनामा आत्लिनुको कारण के छ? हामीले मूल्याङ्कन गर्दाखेरि यो कुरा भनेको गरेन भनेर त्यो कुरामा केन्द्रित भएर खुट्टा तान्ने होइन। यो कुरा भन्या थियो, यो कुरा त गर्न सकिएन, तर यत्रो दिनमा कुन कुन कार्य चाहिँ गरेको छ, कस्तो परिस्थितिमा गरेको छ भन्ने कुराको बारेमा पनि हामी बोल्न सक्ने आँट राख्नुपर्छ। हामी आलोचना गरौं, जुन ठाउँमा कार्य भएको छैन त्यो कुराको बारेमा बोलौं, तर यसको मतलब यो होइन कि कसैको खुट्टा तान्न, जनतालाई भ्रममा पार्न चाहिँ हरेक कुराको विषयमा गएर खुट्टा तान्ने हो। हामी यति मात्र आग्रह गर्न चाहन्छौं कि अहिलेको अवस्था हाम्रो त्यो छैन कि हामी पुनः यो देशलाई संकटमा लिएर जाउँ। हामी सबैजनाको केही केही कुरा होला, हरेक समूहहरूको मनमा आफ्नो केही धारणा होला, केही बुदा होला, सरकारसँग समन्वय गर्नुस्। हुँदैन भने त्यहाँनिर गएर सरकारसँग कुरा गर्नुस्। अब पुनः कुरा भयो भने यहाँ देशमा के भइरहेको छ भने फलानोलाई गिरफ्तार गर्यो, आन्दोलन गर्ने, उतातिर यो भयो आन्दोलन गर्ने, यतातिर त्यो भयो आन्दोलन गर्ने। गाह्रो कसलाई भएको छ? सरकारलाई भएको छ कि आन्दोलन गर्नेलाई भएको छ कि आम नागरिकलाई भएको छ? आम नागरिकलाई भएको छ। तपाईहरुलाई आम नागरिकलाई दुःख नदिनुस्। तपाईले गर्ने कार्यमा आम नागरिक पनि समर्थन गर्छन्, तर तपाई आन्दोलन गर्न जानुहुन्छ किनभने तपाईको घरमा 4 छाकको खाना छ, किनभने तपाईको घरमा 1 छाकको 1 महिनाको खाना छ। कति मान्छे यस्तो पनि छ, ग्राउन्डमा गएर हेर्नुस्, त्यो मान्छेलाई खानलाई छैन। अनि के त्यो आन्दोलनमा कसरी जान्छ सोच्नुस् त? आफ्नै पेट त छैन, छोरा छ, छोरी छ, त्यसपछि आफ्नै परिवार छ, कसरी जान सकिन्छ? त्यसको व्यवस्थापन कसले गर्ने? त्यो मान्छे त खानलाई पुर्दैछन्। राज्य सरकारले धेरै कुराको ग्यारेन्टी गरेको छ। हामी त्यतातर्फ ध्यान लगाऊ कि सरकारबाट कति कार्य हामी गराउन सक्छौं, यो कार्यकालमा कति कुरा हामी भन्न सक्छौं, कति कुराको लागि समन्वय गर्न सक्छौं, दबाव सिर्जना गर्न सक्छौं भन्ने विषयमा हामी केन्द्रित हौं। न कि यो के भन्छ भनेदेखि
चस्मामाथि हामी यो कालो चस्मा हटाउनु, यो कालो चस्माको पछाडि केही छैन, रातो चस्मा हुन्छ, पहेँलो चस्मा हुन्छ, त्यस्तै यो कालो चस्मा हुन्छ र कालो चस्माको पछाडि यस्तो आँखा हुन्छ। अनि यसमा केन्द्रित हुनुभन्दा पनि हामी सरकारलाई कस्तो कस्तो सल्लाह दिन सक्छौं, सरकारलाई कसरी समन्वय गर्न सकिन्छ, कसरी साथ दिन सकिन्छ भन्ने कुरामा लागेर नेपाल बनाऊ, नेपाललाई बनाउनमा हात पुर्याऊ, साथ दिउँ भनेर आग्रह गर्न चाहन्छु। धन्यवाद।